के हुँदैछ? तपाईँ देश दौडामा हुनुहुन्छ, तपाईँ धेरै ठाउँ घुमिसक्नुभयो, कस्तो फिडब्याक आइरहेछ घन्टीको यसलाई? घन्टीको मात्र होइन, हामीले अब हरेक ठाउँमा जाँदाखेरि चाहिँ जनमानसबाट नै उहाँहरूले परिवर्तन चाहिरहनु भएको छ र उहाँहरूले चाहेको परिवर्तनलाई संस्थागत गर्नको लागि हामी अग्रपङ्क्तिमा उभिएका छौँ। जस्तै रूपन्देहीमा हिजो तपाईँका सभापति पुग्नुभएको थियो, रूपन्देहीमा पुग्दाखेरि देश त्यत्तिकै माहौल त्यत्तिकै तातेको थियो। अहिले देश र यो फेसबुकले चाहिँ मार्क जुगरले नै पुरै घन्टीलाई सुम्पिएको छ भन्छ त के हो यो खास हो? त्यस्तो लाग्नु स्वाभाविक हो, तर यो कोही स्पेसिफिक व्यक्तिले नभएर यो समग्रमा जनताले चुनेको, जनताले चाहेको परिवर्तन भएका कारणले गर्दा अब उहाँहरूले हामी फिल्डमा उत्रिनुभन्दा अगाडिसम्म सामाजिक सञ्जालमा मात्रै हो उहाँहरूको भनिरहनु भएको थियो। अब फिल्डमा उत्रिसकेपछि अब विदेशी एजेन्ट कसले के गर्यो भन्न थाल्नु भएको छ। ठिकै छ उहाँहरूलाई, यसलाई हामीले एकदमै स्वाभाविक रूपमा लिनुपर्छ। बालेन शाह, तपाईँको वरिष्ठ नेता बालेन शाहले जब रामेछापमा पुगेपछि जुनार किन्नुभयो, जुनार किनिसकेपछि झापामा गएर केपी शर्मा ओलीले फेरि टमाटर किन्नुभयो भनेर सामाजिक सञ्जाल एकदम तरङ्ग मचिएको अवस्था। यसलाई कसरी हेर्नुहुन्छ तपाईँले? जनताले आफ्नो भोगाईको विकल्प खोजिरहनु भएको हो र नेपालको राजनीतिमा वैकल्पिक राजनीतिलाई स्थापना गर्ने एउटै मात्र अग्रपक्षीको पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। हामीले यसलाई यसरी लिएका छौँ, जनताको रोजाइमा परेको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। भएका घन्टीका समर्थन छ, देश विदेशबाट लगेजमा फोटो टाँसेरसम्म नेपाल आइपुगिरहेका छन्, उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? म अत्यन्त हर्षित छु कि उहाँहरूले आफूले भोगिरहेका निराशाको राजनीति थियो त्यसबाट एउटा आशाको केन्द्रबिन्दु हाम्रो वरिष्ठ नेतालाई, हाम्रो सभापतिलाई, हामीलाई बनाइरहनु भएको छ। त्यो हाम्रो लागि अत्यन्त गर्व छ।